सो हेलो नमस्ते एभ्रिवान, होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज चाहिँ हामी छोटो हाइवे राइड लिँदैछौँ है त। आज हामी जान लागेको ठाउँ चाहिँ शान्ता एरिया दि अजोया पोपुवा भन्छ त्यो ठाउँलाई होइन। जस्ट हाइवे यसो देखाउनु खोजेको, पोर्चुगलको हाइवेहरू होइन, बाटोहरू। सो लेट्स गो गाइज है त, इन्जोय द भिडियो। अब यहाँ वेटिङहरू गर्नै पर्यो होइन, लाइट छ, एकछिन कुर्नै पर्यो। फेरि अफिस टाइम भर्खर, अफिस टाइम भनौँ न, मान्छेहरू फर्किँदैछन् घरतिर। अलिकति जाम टाइपै हुन्छ, ट्राफिक जाम। जाउँ रमाइलो छ। जस अहिले घाम लागेर पनि धेरै राम्रो भएछ कि, एक हप्ता जति घामै लागेन। यस्तो हुन्छ क्या, अब लाइटमा पनि अगाडि बढ्नै पर्छ। अब के गर्ने, बढेन भने नबढेको हुन्छ फेरि। यस्तो छ्या के चलाउँछन् यार। लास्टमा आफैले गएर चलाएको राम्रोसँग नचलाएको जस्तो हुन्छ क्या। ए अगाडि स्टुडेन्ट रहेछ नि त, स्टुडेन्टले बिस्तारै चलाउँछ, सिकिरहेको त्यो गाडी। ओ माइ गॉड, कस्तो डेन्जर जाम रहेछ यार। उताबाट जानुपर्ने रहेछ, उताबाट गइएन। एयरपोर्ट चाहिँ नजिक छ है गाइस, यहाँबाट मेरो घरबाट एयरपोर्ट एकदम नजिक छ। यहाँ देखि नै रहनु भएको होला। अब यसरी मात्र यसरी गयो भने त कहिले पुग्ने यार। यस्तो हुन्छ, उतातिर अगाडि गएर उनीहरू यतातिर छिर्न खोज्छन् क्या फेरि। अब सबैजनालाई आफ्नो आफ्नो छिटो जाउँ भन्ने हुन्छ, ठिकै हो त्यो पनि होइन। कहिले यार। फेरि साइड पनि दिँदैन कि, अलिकति मोटरसाइकल छिर्नको लागि अलिकति साइड हुन्छ क्या, तर कोहीले दिँदैन। अब फेरि ठिकै पनि हो त्यो। आज दिन कस्तो जेहोस्, आज दिन त्यस्तो सनी पनि थिएन होइन, तर जेहोस् ठिकै थियो। काम लाग्ने नलाग्ने भइ नै रहेको थियो, यतिको ठिकै हो। तर अहिले यतिखेर निस्केँ नि त म, यतिखेर लास्ट जाम हुन्छ क्या। ट्राफिक धेरै छ, ठिकै छ।
यतै हो क्या, यतापट्टि हो, यो घुमेर यताबाट घुमेर आएँ क्या म। एयरपोर्ट यहीँ छ। ए यहाँ त नेक्स्ट लेभल रहेछ नि त। जाउँ त्यही पनि होइन, अब यतैबाट छिराइदिउँला नि त, के हुन्छ मिलाइवरी। यो गाडी गइदिएको म यता छिर्न सजिलो हुन्थ्यो, तर गइदिएन क्या। फक म्यान, अलिकति छिटो त्यसले हाकिदिँदा मलाई पनि सजिलो हुन्छ, तर अब त्यो सबै कुरा गाह्रै छ हौ। आफूले सोचेको जस्तो ट्याक 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 हुनु त गाह्रै नै छ। ठिकै छ, चल्छ। यहाँ चाहिँ स्पिड लिमिट 80 छ होइन, यहाँ क्यामेरा पनि छ क्या। यहाँ चाहिँ विचार गर्नुपर्छ, वेजले देखाइ पनि सक्यो होइन, वेजले देखाउँछ कि यहाँ। यस यो वेजले पनि धेरै राम्रो काम गर्छ क्या। पुलिस कहाँ छ के छ होइन, जो मान्छेहरू आउट अफ नेपाल हुनुहुन्छ नि, तपाईँहरूलाई थाहा होला होइन, वेज चाहिँ एकदम सही हो। सबैले यो वेजै चलाउनुहुन्छ हौ, किनभने एकदम राम्रो नेभिगेसन गर्छ क्या यसले। अनि यसले इन्फर्मेसन सबै दिन्छ क्या, कहाँ के भइरहेछ, यहाँ एक्सिडेन्ट भइरहेछ, यहाँ यस्तो छ उस्तो छ होइन। सबै यो हामी जस्तै अब हुन्छ नि युजरहरूले नै नोटिफिकेसनहरू दिने हो क्या यसमा। मिन्स भन्न खोजेको यहाँ यस्तो भइरहेको छ यस्तो उस्तो होइन, सबै हामीले नै इन्फर्मेसन राखिदिने हो क्या त्यसमा। अब यहाँ एकदम जाम छ नि होइन, ए यहाँ राखिदिइरहेको छ क्या, यहाँ रातो रातो छ होइन, एकदम गाडीहरू बेसी छ यहाँ, जाम छ भनेर। ओहो रङ टाइममा निस्केँ कि क्या यार म यार, नेक्स्ट लेभल जाम छ यार। यहाँ गाडी ठोकिया छ जस्तो छ कि बिग्रिया छ, बिग्रेको रहेछ, हजार्ड सिग्नल राखेको रहेछ नि त। यहाँ गाडी बिग्रेको रहेछ, यस्तो छ यार। ओ माई गड, अन्त टाउकै दुयो यार। कहिले जाने अब। यस्तो छ माई गड। म चाहिँ यहाँ अलबर्का होइन, अलबर्कासम्म पुग्नै पर्दैन, म त्यहाँ यो हाइवे अलिकति राइड हानेर फर्किहाल्ने हो। यस्तो उतै ए यो हाम्रो भास्कोतिगामा पारी जाने लाइन जस्तो छ यो गाडीहरूको, मोन्तिजोतिर जाने कि बेरेरो मोन्तिजो उता उतातिर छ नि त, यो त्यहाँ जाने लाइन हो त। अहिले त बिजी हुन्छ नि, अहिले त डेन्जर बिजी हुन्छ भास्कोतिगामा। साइड लत नवालिकन हाँकिदिन्छ के हो, गाह्रो छ हौ गाह्रो छ। म नि यति जाउँ यार। A12 भन्छ क्या त्यसलाई चाहिँ, त्यो हाइवेलाई A12 सुल। ल है हाइवेको साइन आइसक्यो है, वी इन्टर द हाइवे। यहाँको हाई स्पिड
बाटो बन्दैछ भनेर पुरै पहिल्यै प्री सिग्नलिङ होइन, पहिल्यै इन्फर्मेसन दिनेदेखि सबै हुन्छ क्या सोलिड छ नि त यो ठाउँ यार। लास्ट मनपर्छ मलाई ठाउँ।